नि तपाईँको यो खास सार्ने भनेको हजुरको मच्छरले गर्दा हुन्छ यो मच्छरले हैन एक प्रकारको मच्छरले सार्छ यो तपाईँको रोगी पशुबाट सोसलाई टोक्यो भने हजुरको लागिहाल्छ त्यसको लागि हजुरको अब इन्जेक्सन लगाउनुपर्छ होइन योभन्दा अलिकति बढी नहोस् भनेर तपाईँको यसको खासै उपचार हुँदैन अब योभन्दा अलिकति त्यसको अब बिल्कुलै खराब नहोस् भन्नको लागि अब हामीले इन्जेक्सन चलाइदिनु होइन यस्तो बेलामा तपाईँको यस्तो ज्वरो आउँछ अनि तपाईँ खाना कम खाने खानामा अरू हुने अनि त्यसपछि तपाईँको ज्वरो आउने सरुवा रोग पनि हो सरुवा फेरि गाईलाई पनि हुनसक्छ हुनसक्छ एकदम दुधको मात्रा घटाउँछ तपाईँको एक दिन मात्रै लगाएर हुँदैन 3 दिनसम्म लगातार दिनुपर्छ 3 दिन लाउँछ हैन 3 दिन सक्नुपर्छ हजुरको कहिले देख्नु भएको हो यस्तो कहिले देख्नु भएको हो 3 दिन भयो 3 दिन भयो यहाँनिर दुईवटा गाई पनि त्यस्तै भएको छन् उनीहरूलाई पनि तपाईँको नम्बर मैले दिएँ हो हजुर एउटा बाछा एउटा गाई हैन गाईलाई दुईटै गाई दुईटै गाई हो दुईटै गाई बस यो गाईलाई त ठिक पनि भइहाल्छ त्यो क्यासे हुन्न तपाईँको त्यसरी बाँध्नुपर्छ खास त्यसरी गर्नुहोस् अनि यसमा गर्नु यसरी चप्टाएर कति ठुलो एउटा दुईवटा दिनुपर्छ एउटा तपाईँको ज्वरोको दुखाइको होइन कोही त एन्टिबायोटिक हालेको ए अर्को यो इन्जेक्सन किन हालेको थियो यो हतार थियो कि त्यही भएर थाहा पाइन्छ त्यही भएर कभर कसो इन्जेक्सन अर्को छ दुवैले काम गर्नुहुन्छ हजुर उहाँले पनि दुईवटै टेक्निसियन हो हामी घरमा सबै टेक्निसियन मात्रै छौँ हामी कतिजना छौँ घरमा 4 जना छौँ